साथीहरू स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज हामी यस भिडियोमा कसरी जीवनमा पर्फेक्ट बन्ने, हामी के गरे जीवनमा पर्फेक्ट बन्न सक्छौँ भन्ने कुरामा हामी छलफल गर्नेछौँ। पर्फेक्ट के हो त यो पर्फेक्ट भनेको? हामी सबै जीवनमा पर्फेक्ट बन्न चाहन्छौँ। प्रत्येक क्षेत्रमा जुन जुन क्षेत्रमा हामी काम गर्छौँ त्यो क्षेत्रमा हामी पर्फेक्ट बन्न चाहन्छौँ। तर हामी पर्फेक्ट बन्न सक्दैनौँ। कसरी पर्फेक्ट बन्ने भन्ने कुरामा यो भिडियो आधारित छ। हजुर यदि युट्युबमा भिडियो बनाउँदै हुनुहुन्छ भने हजुर राम्रो पर्फेक्ट भिडियो चाहनुहुन्छ। राम्रो भिडियो बनाइसकौँ, तर हजुर फर्स्टचोटि ट्राई गर्दा त्यति पर्फेक्ट भिडियो बन्दैन। सेकेन्डचोटि ट्राई गर्दा पनि पर्फेक्ट भिडियो बन्दैन। निरन्तर रूपमा जब हजुर प्र्याक्टिस गर्नुहुन्छ तब पर्फेक्ट भिडियो बन्छ। हजुर सबै परीक्षामा चिट गर्न चाहनुहुन्छ तर गेममा चिट गर्न चाहनु हुँदैन। हजुर गेममा चिट गरेर सफल हुन चाहनु हुँदैन, अर्को लेभलमा पुग्न चाहनु हुँदैन, तर परीक्षामा चिट गर्न चाहनुहुन्छ। किन चाहनुहुन्छ? परीक्षामा पनि मेहनत गर्नुहोस्। जसरी हजुर एकचोटि गेममा असफल हुँदा यो लेभल पार भएन, 10 पटक हजुर त्यस लेभललाई खेल्नुहुन्छ र त्यसमा सफल भएर हेर्नुहुन्छ। त्यसैले यदि हजुर जीवनमा सफल हुन चाहनुहुन्छ, पर्फेक्ट हुन चाहनुहुन्छ भने निरन्तर रूपमा अभ्यास गर्नुहोस्, प्र्याक्टिस गर्नुहोस्, तब हजुर जीवनमा सफल हुन सक्नुहुन्छ। त्यस्तै यदि हजुर कुनै काम सुरु गर्दै हुनुहुन्छ, त्यो काममा सुरुमै अब्बल बन्ने प्रयास नगर्नुहोस्। पहिला हजुरले मेहनत गर्नुहोस्, 10 पटक बनाउनुहोस्, त्यसपछि पक्कै अब्बल बन्नुहुन्छ। यदि म कम्प्युटरमा मैले डिप्लोमा गरेको छु तर 5 वर्ष मैले कम्प्युटर नै चलाएन भने म सबै भुलिहाल्छु है। त्यसरी नै यदि हामी पढाइमा हामी राम्रै छौँ तर 5 वर्ष पढाइ छोडिदियौँ भने 5 वर्षपछि क ख भन्नु पनि गाह्रो हुन्छ। त्यसैले प्र्याक्टिस गरे मात्रै हामी जीवनमा सफल हुन सक्छौँ, जीवनमा पर्फेक्ट बन्न सक्छौँ। त्यसैले पर्फेक्ट हुनको लागि हामी सबैले प्र्याक्टिस गर्नुपर्छ भन्दै यस भिडियोबाट छुट्टिन्छु र अर्को भिडियोमा यस्तै मोटिभेसन लिएर म हजुर सामु प्रस्तुत हुनेछु। धन्यवाद।